आफूले है त अब हामी पहिलो दर्शकबिन धरान खानेपानी व्यवस्थापन बोर्डले सेवा प्रवाहलाई डिजिटल बनाउँदै नयाँ मोबाइल एप र वेबसाइट सार्वजनिक गरेको छ। यससँगै अब धरानका नागरिकले घरबाटै खानेपानीको महसुल तिर्न, खपत विवरण हेर्न र गुनासो दर्ता गर्न सक्ने भएका छन्। कार्यवाहक प्रमुख तथा बोर्डका अध्यक्ष ऐन्द्र विक्रम बेगाले यसलाई जनमुखी सेवाको ऐतिहासिक सुरुवात भएको बताएका छन्। विशेष गरेर आजदेखि आधिकारिक रूपमा फर्मल रूपमा चाहिँ हामीले बोर्डको वेबसाइट तथा मोबाइल एप सञ्चालन गर्ने जानकारी गराउनको निम्ति एउटा तपाईँहरूलाई हामीले निम्ता गरेका थियौँ। त्यसलाई फर्मलाइज गराउनको निम्ति भनेर नै हामीले गर्न खोजेको हो र अहिलेसम्म विशेष गरेर यो धरान खानेपानी व्यवस्थापन बोर्डको वेबसाइट निर्माण गरी शुभारम्भ गर्ने हाम्रो योजना थियो। आज सोहिबमजीमा आएका छौँ। यहाँबाट उपभोक्ताहरूले आफ्नो घरमा बसी बोर्डबाट प्रदान हुने सम्पूर्ण सेवाहरू लिन सक्नुहुनेछ भन्ने छ। प्राविधिक उपस्थित भएर हेरेर छोएर गर्ने कामका बाहेक सबै कामहरू चाहिँ नि अफिसबाटै लिन सक्ने व्यवस्था आजदेखि धरानमा शुभारम्भ भयो खानेपानी बोर्डको भनेर फर्मल उपभोक्ता लगायत धरानवासी खानेपानी उपभोक्ता आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हामीले जानकारी गराउन यहाँ आएका छौँ। पत्रकार सम्मेलनमा तपाईँहरूलाई उपस्थित गराएर गर्न खोजेका छौँ। धरान खानेपानी व्यवस्थापन बोर्डले डिजिटल युगमा प्रवेश गरेको छ। कार्यवाहक प्रमुख तथा बोर्ड अध्यक्ष ऐन्द्र विक्रम बेगाले मोबाइल एप र वेबसाइटको औपचारिक उद्घाटन गर्दै सेवालाई नागरिक मैत्री बनाउने लक्ष्य लिएको बताएका छन्। अब उपभोक्ताले कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। एप मार्फत महसुल तिर्न, पानीको खपत विवरण हेर्न र समस्या वा गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। आफ्नो मोबाइलको प्ले स्टोरबाट धरान खानेपानीको एप्लिकेसन डाउनलोड गरी आफूले प्रयोग गरेको पानीको विवरण, तिरेको रकम लगायत बोर्डका समाचार सबै त्यो हेर्न सक्नुहुन्छ। त्यहाँ पैसा जम्मा गर्नेपछि त्यहाँ तिर्दा विभिन्न कुराहरू यो अब अघि भने नि मान्छे नै आफै उपस्थित भएर हेर्नै पर्ने, जोड्नै पर्ने कुरा बाहेकका सबै सूचना खानेपानी बोर्डलाई तपाईँले लिन सक्नुहुन्छ, सेवा सुविधा लिन सक्नुहुन्छ। घरमा पानी आएन भने खबर गरी तपाईँले चाहिँ त्यही इमिडिएट कम्प्लेन गर्न सक्नुहुन्छ। यी यावत कुराहरू चाहिँ नि अब आजका मितिदेखि धरान उपमहानगरपालिकाको खानेपानी बोर्ड जो छ यसले चाहिँ सञ्चालन प्रारम्भ गरेको बेहोरा तपाईँहरूको माझमा जानकारी गर्नु। डिजिटल सेवासँगै बोर्डले आर्थिक पारदर्शितामा पनि कडा कदम चालेको छ। अध्यक्ष बेगाका अनुसार 2074 सालदेखि बोर्डको सम्पूर्ण आय व्ययको लेखा परीक्षण सुरु गरिएको छ। छिटै दैनिक आम्दानी र खर्चको विवरण वेबसाइट मार्फत प्रत्यक्ष हेर्न सकिनेछ। पानी चाहिँ धरान उपमहानगरपालिका अन्तर्गत रहेको खानेपानी बोर्डमा आबद्धता जनेको बोर्डसँग सम्बन्धित रहेको सबै कुराको हामी अडिट गर्छौँ। तपाईँलाई मैले प्रतिबद्धता जारी गरेँ। वर्ष दिनपछि 4000 वर्ष भयो, जति वर्ष भयो पनि हामी त्यो अडिट गर्छौँ पहिलेका मितिसम्मले। अब एउटा कुरा अघि तपाईँले तल वेलको कुरा आयो। वेल प्रदेश सरकारले खनिदिएको कारणले गर्दाखेरि त्यो वेलको आर्थिक अडिट उतै गर्छन्। कानुनी कारबाही प्रक्रिया के उतैबाट हुन्छ त्यो 3टा वेलको। अब बाँकी रह्यो त्यो 3टा वेलको प्राविधिक अडिटको कुरा छ। त्यो 3टा वेलको प्राविधिक अडिटको कुरा के हो भन्दाखेरि त्यो वेल सञ्चालन पछाडि हामीले हेन्डओभरको प्रोसेसमा छौँ। त्यहाँ सम्झौता बमोजिमको पानी आएको हो कि होइन, त्यहाँ प्रयोग गरेको पाइप सम्झौता बमोजिम हो कि होइन, त्यहाँका सबै कुराहरू हामी हिसाब किताब गरेर हामी लिन्छौँ। लिइसकेपछि अब बाँकी 1 वर्षसम्मको टेस्ट ट्रायल हुन्छ क्या र त्यस पछाडि हामी टोटल हामी ग्रहण गर्छौँ। त्यसबाट हामीले हेर्नुपर्ने हुन्छ। अब तपाईँले भन्नुभयो यो खै भन्नु कि नभन्नु हो, साथीले कराउनु होला होइन। फेरि को भाग 1 भाग 2 को खानेपानीको हिसाब किताब अब तत्कालीन बोर्डको अध्यक्षको नेतृत्वमा नागरिक स्तरबाटै उठेको र नागरिक स्तरबाटै लगानी भएको र उहाँकै नेतृत्वमा भएको कारणले गर्दाखेरि त्यो आर्थिक हिसाब किताब खानेपानी बोर्डमा नभएको म जानकारी गराउन चाहन्छु। त्यो अडिट उहाँहरूले सार्वजनिक अडिट उहाँहरूले गराउनुहुन्छ अरे। फेरि मलाई गाली गर्नु होला होइन। त्यो अडिट जनताले किन खोज्नुहुन्छ भन्दा बोर्डले हामी खोजेका छैनौँ। बोर्डमा ल्याएको पानी खान योग्य भएकोले गर्दा खानेपानीमा जडान गरेर धरानबारीलाई वितरण गरिरहेका छौँ। अब त्यहाँबाट पानी करिब 10 लाख लिटर पानी आइरहेको छ, आउँछ। त्यो पानी आएकोमा पानी ल्याउनको निम्ति योगदान गर्नुहुने नगरपञ्चायतलाई धन्यवाद छ। त्यो टिममा लगानी गर्ने सबैलाई त्यो आर्थिक हिसाब किताब चाहिँ यहाँ जोडिँदैन। र बाँकी कुरो अब आर्थिक हिसाब किताबको अडिट धरान खानेपानीलाई नजोडिसकेपछि अरू के हुन्छ त भन्दा प्राविधिक कुरो खानेपानी धरान उपमहानगरपालिकाको बोर्डमा आइसकेपछि अब उहाँहरूले पानी ल्याइसकेपछि अब त्यो नाला हेर्ने भत्कियो के हो भने पानीको चाहिँ रेखदेख गर्ने जिम्मा हामीले खाली हेर्नु पऱ्यो नि त। खानेपानी व्यवस्थापन बोर्डले हामी हेर्छौँ त्यो चाहिँ।
जानकारी छ। अब पकुवाको पनि कुरा त्यही हो। पकुवा प्रशासनिक सुधारका लागि कार्यवाहक प्रमुख तथा अध्यक्ष बेगाले नगर र खानेपानीका कर्मचारीहरूलाई कडा निर्देशन समेत जारी गरेका छन्। अध्यक्षकै नेतृत्वमा भएको कार्य समयमा बोर्डको काम छाडेर बोर्डसँग सम्बन्धित नरहेको कार्य समयमा बोर्डको काम छाडेर राजनीतिक गतिविधिमा लाग्ने, सामाजिक सञ्जालमा चुनावी प्रचार गर्ने वा कार्यालयको मर्यादा विपरीत काम गर्ने कर्मचारीलाई कुनै पनि हालतमा क्षमा नदिने उनको चेतावनी छ। टाइममा वा आफ्नो जिम्मेवारी भएको टाइममा गलत काम गरेको कुनै प्रमाणित तथ्यहरू आयो भने शून्य सहनशीलता हुने बेहोरा म तपाईँलाई जानकारी गराउँछु। यहाँ अहिले तपाईँको यहाँ यही क्यामेराबाट पनि जानकारी गराउँदैछु। चुनावी प्रचार प्रसारमा हाम्रो यहाँ नगरपालिका के अरे यो खानेपानी बोर्डका कुनै पनि कर्मचारी एकैजनाले पनि आफ्नो फेसबुक प्रयोग गरेर अरू प्रयोग गरेर चुनावी प्रचार गरेका पोस्टहरू भिडियोहरू वा अरू कसैलाई प्रभाव पार्ने कमेन्ट गरेको भेटियो भने भोलिदेखि म यहीँदेखि आह्वान गर्छु, भोलिदेखि खानेपानी व्यवस्थापन बोर्डको अफिसभित्र जागिर खानु नआउनु। मैले भने गुनासो पनि नगर्नु होइन। नगरपालिकाभित्र पनि लागु हुन्छ। यहाँ कर्मचारी साथीहरूले भिडियो सेयर गरेको होइन, अब आधिकारिक कर्मचारीले भिडियो सेयर गरेको प्रचार गरेको भेटेमा बालवाला जागिरवालाहरूले होइन, अब पोलिटिकलवालाहरूको कुरा छोडिदिउँ होइन, पोलिटिकलवाला छुट्टै हुन्छ। तर बालवाला जागिरवालाहरूले चाहिँ एउटा पनि फेरि पनि दोहोऱ्याइ भन्छु, एउटा पनि जागिरे भएर काम गर्नु पर्यो। जागिरभन्दा फाल्टो काम गरेको हुनु भएन। अब मुस्कुराउँछ भन्ने मान्छे रिसायो भने कडा पनि हुन्छ। यो कुरो चाहिँ म आग्रह गर्न चाहन्छु। यो चाहिँ एकदम मैले भन्छु भोलिदेखि राजी मैले भने नि म केही भन्दिनँ, मैले आदेश दिन पर्दैन। यो सार्वजनिक आदेशकै भयो होइन। कार्यकारी निर्देशकज्यूलाई त्यस्तो भेट्नु भने स्पोर्ट भोलिदेखि नआउन एउटा पत्र दिने, घर पठाइदिने, घर होइन भोट माग्न पठाइदिने। किन जागिर खाने मान्छेले त्यसो गर्दैन। त्यो गर्दा पाइन्छ, राजनीति गर्न पाइँदैन भन्ने होइन। हामी राजनीति गर्ने मान्छे नै थियौँ होइन हो। अब त्यसले गर्दाखेरि राजनीति गर्ने राजनीतिको जिम्मेदारी पुरा गर्नु पऱ्यो, कर्मचारीको जिम्मेदारी पुरा गर्ने कर्मचारीको जिम्मेदारी पुरा गर्नु पऱ्यो। डिजिटल सेवा, पारदर्शिता र स्थलगत सक्रियतासँगै धरान खानेपानी बोर्डले स्थानीय सरकारको सेवा प्रवाहमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।